हेलो एभ्रीबडी, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। फिफा विश्वकप 2026 अब आफ्नो सबैभन्दा रोमाञ्चक मोडमा आइपुगेको छ। समूह चरण र राउन्ड अफ 32 को उतल-पुतल पार गर्दै अब हामी उभिएका छौं एउटा यस्तो महाभिडन्तको अगाडि जसले पुरै फुटबल वर्ल्डलाई दुई भागमा विभाजन गरिदिएको छ। हो साथीहरु, आइबेरियन डर्बी भनिने विश्व फुटबलकै सबैभन्दा दुई पावर हाउस स्पेन र पोर्चुगल यसपटक विश्वकप 2026 को राउन्ड अफ 16 मा आम्ने सामने हुँदैछन्। एकातिर छ युवा जोश र टिकीटाकाको नयाँ भर्जन बोकेको स्पेन र अर्कोतिर छन् अनुभवी खेलाडीहरू र सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेलिरहेका लेजेन्ड क्रिस्टियानो रोनाल्डोको पोर्चुगल। यो केवल एउटा फुटबल म्याच मात्र होइन, यो प्रतिष्ठा, इज्जत र विश्वकपको उपाधि जित्ने सपनाको लडाई हो। आज यस विशेष भिडियोमा हामी यो महाभिडन्तको गहिरो कुरा गर्नेछौं। दुवै टोलीको सम्भावित प्लेइङ 11 लाइनअप कस्तो हुनेछ, कुन टोलीको पल्ला भारी छ र यो म्याचको नतिजा आउन के गर्छ। भिडियो अन्तिमसम्म हेर्नु होला किनकि आजको भिडियो निकै बडा हुनेवाला छ। सबैभन्दा पहिले कुरा गरौँ यो खेल कहाँ र कहिले हुँदैछ। यो ऐतिहासिक खेल नेपाली समयअनुसार असार 23 गते सोमबार राति 12:45 बजे अर्थात् मंगलबारको बिहानको सुरुवातमा हुनेछ। अमेरिकाको टेक्सास स्थित भव्य ड्यालास स्टेडियममा यो खेल खेलिँदैछ। दुवै टोली निकै शानदार लयमा रहेर यो चरणमा आइपुगेका छन्। राउन्ड अफ 32 को खेलमा स्पेनले अस्ट्रियालाई 3-0 को फराकिलो अन्तरले पराजित गर्दै आफ्नो दाबीदारी बलियो बनाएको थियो। स्पेनिस टोलीको पासिङ र आक्रामक फुटबलले विपक्षीलाई सम्हालिने मौका नै दिएन। अर्कोतर्फ पोर्चुगलको बाटो अलि सङ्घर्षपूर्ण र रोमाञ्चक थियो। उनीहरूले बलियो एकदम खतरा फर्ममा रहेको क्रोएसियालाई 2-1 ले हराउँदै यो ठाउँ सुरक्षित गरेका हुन्। क्रोएसिया विरुद्धको खेलमा पोर्चुगलको डिफेन्स र काउन्टर अट्याक हेर्न लायक थियो। हिस्ट्री अफ गेम्स हेर्ने हो भने स्पेन र पोर्चुगल जब विश्वकपमा भेट्छन् तब फुटबल इतिहासकै क्लासिक खेलहरू जन्मिएका छन्। के तपाईहरुलाई 2018 को विश्वकपको त्यो 3-3 को बराबरी सम्झना छ जहाँ रोनाल्डोले ह्याट्रिक गरेका थिए। यसपटक पनि ड्यालासमा त्यस्तै आगो बग्ने पक्का छ। आउनुहोस् पहिले कुरा गरौँ ला रोजा अर्थात् स्पेनको यो टोली अहिले मोडर्न फुटबलको स्पिड र पुरानो स्टाइलको टिकी टाकाको एउटा मिक्स खालको गेम प्ले छ। यो स्पेन टिमको मिडफिल्डमा बल होल्ड गर्ने र विङ्सबाट तीव्र गतिमा आक्रमण गर्ने उनीहरूको एकदम ट्याक्टिक्स छ र अहिलेको यिनीहरूको सम्भावित फर्मेसन हेर्ने भने 4-3-3 को हुने अनुमान गरिएको छ, जहाँ गोलकिपर उनाइ सिमे हुनेछ र डिफेन्समा सायद पेड्रो पोरो, पाउ कुबार्सी, लापोर्टा र माकुकुएला हुने चान्स छ। मिडफिल्डमा रोड्री, ड्यानी ओल्मो, पेड्री हुने चान्स छ भने विङ्समा लामिन यामाल र एलेक्स बायना हुने चान्स छ भने र स्ट्राइकरमा मिकेल ओयारजाबाल हुने चान्स रहेको छ। त्यसैगरी स्पेनको सबैभन्दा की स्ट्रेङ्थ भनेको बलमाथिको नियन्त्रण र शानदार पासिङ एक्युरेसी। यदि स्पेनले मिडफिल्ड कब्जा गर्यो भने पोर्चुगल एकदम प्रेसरमा पर्नेछ र यिनीहरूको कमजोरी भनेको कहिलेकाहीँ धेरै पास खेल्ने चक्करमा स्पेनिस टोलीले फिनिसिङ गर्न भुल्छ र एकदम स्लो हुन्छ यिनीहरू र काउन्टर एट्याकमा उनीहरूको डिफेन्स केही कमजोर भन्ने देखिन्छ। अब कुरा गरौँ पोर्चुगलसँग यसपटक युवा खेलाडी र अनुभवी खेलाडीहरूको यस्तो सन्तुलन छ जसले संसारकै जुनसुकै टिमलाई पनि ध्वस्त पार्न सक्छ। म्यानेजरको ट्याक्टिक्सले स्पेनको डिफेन्सलाई काउन्टर एट्याकमा एउटै पासमा बिट गर्ने हुन सक्छ र पोर्चुगलको सम्भावित फर्मेसन 4-3-3 वा 4-2-3-1 हुन सक्छ, जहाँ किपरमा हुन्छन् डियोगो कोस्टा र अट्याकिङ विङ ब्याकमा चाहिँ मेन्डिज र क्यान्सेलो, ब्याकमा डियाज भिएगा, मिडफिल्डमा भिटिनिया, जाओ नेवेज, फर्नान्डेज हुनेछन् भने र अट्याकिङमा राफेल ल्याओ, पेड्रो नेटो यसपालि सायद नहोलान् जस्तो स्टार्ट गर्न, किनभने कोन्सेसाओलाई खेलाउन सक्ने चान्स छ र स्ट्राइकरमा सदा चाहिँ क्रिस्टियानो रोनाल्डो स्टार्ट गर्नेछन् भन्ने मलाई लागेको छ। तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु होला। पोर्चुगलको स्ट्रेङ्थ भनेको विङ्समा भएको स्पिड र क्लिनिकल फिनिसिङ हुन सक्छ। उनीहरूलाई गोल गर्न धेरै मौका चाहिँदैन, आधा मौकामा पनि गोल निकाल्न सक्छन् र यिनीहरूको कमजोरी के हो भन्दा स्पेनले हाई प्रेसिङ गेम खेल्यो भने पोर्चुगलको डिफेन्सलाई बिल्डअप गर्न एकदम गाह्रो हुन्छ। यो खेल जित्नका लागि मैदानभित्र सानसाना युद्धहरू जित्नुपर्ने हुन्छ, जसलाई हामी की ब्याटल्स पनि भन्छौँ। कि एकदम सानसानो ट्याक्टिक्सहरूले गर्दा उनीहरूले की ब्याटल्स पनि जित्न सक्नुपर्छ। अब यहाँ मेन अरू के कुरा हुनसक्छ भने पेड्री भर्सेस भिटिनिया। मिडफिल्डको यो लडाई जसले जित्छ खेल उसैको नियन्त्रणमा रहनेछ। पेड्रीको स्पेस खोज्ने क्षमता र भिटिनियाको खेलको गति निर्धारण गर्ने कलाबीचको भिडन्त एकदम रोचक देखिनेछ। र निको विलियम्स भर्सेस डियोगो डालो। स्पेनको तीव्र गतिका विङ्गर निको विलियम्स, यिनलाई रोक्ने जिम्मेवारी डियोगो डालोको काँधमा हुनेछ। यदि विलियम्सले लेफ्ट साइडबाट स्पेस पाए भने पोर्चुगलको डिफेन्स सङ्कटमा पर्नेछ। र क्रिस्टियानो रोनाल्डो भर्सेस सेन्टर ब्याकहरू स्पेनको है त। रोनाल्डोलाई बक्सभित्र धेरै ठाउँ दिने पनि स्पेनको लागि एकदम घातक सिद्ध हुन सक्छ। पाउ कुबार्सी अथवा पेड्रो पोरो यिनीहरूले के गर्छन् भन्ने कुरो, अब यिनीहरूले मार्किङ कति कडा गर्छन् र त्यसमा पोर्चुगलको गोल कतिको टिक्ने छ र त्यसमा पोर्चुगलले गोल गर्ने सम्भावना कतिको टिकेको छ
त्यो चाहिँ हेर्न लायक हुनेछ। अब आउँ सबैभन्दा रोचक प्रश्न है त, यो खेल कसले जित्छ त? फुटबल पण्डितहरू र फुटबलका विश्लेषकहरूका अनुसार यो खेल इतिहासकै सबैभन्दा कडा प्रतिस्पर्धात्मक खेलहरूमध्ये एक हुनेवाला छ। स्पेनको पक्षमा उनीहरूको सामूहिक सन्तुलन र अस्ट्रिया विरुद्धको शानदार जितको मनोबल पनि छ। पोर्चुगलको पक्षमा भने ठूला म्याचहरू जिताउन सक्ने व्यक्तित्वहरू छन्, म्याच विनरहरूको एकदम ताती छ। यदि स्पेनले खेलको सुरुवातमै गोल गर्यो भने पोर्चुगलको लागि खेलमा फर्कन एकदम गाह्रो हुन सक्छ, किनकि स्पेनले बल होल्ड गरेर विपक्षीलाई थकाउन एकदम माहिर छ। तर यदि खेल एक्स्ट्रा टाइम वा पेनाल्टी सुटआउटमा गयो भने पोर्चुगलको डियोगो कोस्टा र रोनाल्डोको एक्सपिरियन्सले यो टिमलाई फाइदा पुर्याउन भने सक्छ। मेरो व्यक्तिगत प्रेडिक्सन गर्ने भने यो खेल निर्धारित 90 मिनेटमा 1-1 को बराबरी हुन सक्छ र म्याच एक्स्ट्रा टाइममा जान्छ र पेनाल्टी सुटआउटमा पनि जान सक्छ। र त्यहाँ दबाब झेल्ने क्षमताको आधारमा पोर्चुगलले 2-1 को जित निकाल्दै क्वार्टर फाइनलको यात्रा तय गर्न सक्छ। तर स्पेनलाई कमजोर भन्ने चाहिँ सोच्नु भनेको एकदम मूर्खता चाहिँ हुन्छ है। यो चाहिँ मेरो व्यक्तिगत प्रेडिक्सन हो। तपाईहरुलाई के लाग्छ? के स्पेनको युवा शक्ति पोर्चुगलको एक्सपिरियन्सलाई मात दिन्छ अथवा क्रिस्टियानो रोनाल्डोको फेरि एकपटक ड्यालसमा एकदम चमत्कार प्रदर्शन गर्दै पोर्चुगललाई क्वार्टर फाइनलमा लैजानेछन्? तपाईलाई के लाग्छ? तपाईको विचार खेलको फाइनल स्कोर के होला? कुन खेलाडीले कति गोल गर्ला? तल कमेन्ट बक्समा आफ्नो प्रेडिक्सन पक्कै गर्नु होला। यदि तपाईलाई हाम्रो भिडियो मन पर्यो भने एउटा लाइक गरिदिनु होला र फुटबल सम्बन्धी यस्तै रोमाञ्चक अपडेटका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला। असार 23 गते राति 12:45 स्पेन भर्सेस पोर्चुगल हेर्न नछुटाउनु होला। अर्को भिडियोमा फेरि भेटौँला। त्यतिन्जेलसम्मका लागि जय फुटबल।